अहिले सामाजिक सञ्जालमा यो भिडियो एकदमै भाइरल छ। किन भाइरल छ थाहा छ? जन्मिएको केही दिनमै यो सानो मकाक बाँदरलाई उसको आमाले छोडेको रहेछ। जापानको इचिकावा सिटी चिडियाखानाका कर्मचारीहरूले उसको हेरचाह गरिरहेका छन्। जब ऊ करिब 1 हप्ताको थियो, चिडियाखानाका कर्मचारीहरूले उसलाई एक्लो महसुस नहोस् भनेर एउटा ठूलो ओराङ्गुटानको टेडी दिएका थिए र तबदेखि नै ऊ यससँगै सुत्छ, यससँगै खान्छ र यससँगै खेल्छ। भनौँ भने उसले यसलाई आफ्नो वास्तविक आमा जस्तै व्यवहार गर्छ। अहिले ऊ 6 महिनाको भएको छ र उसलाई नाम दिइएको छ पञ्च। पञ्चले बिस्तारै अन्य बाँदरहरूसँग भेट्न सुरु पनि गरेको छ। तर उसको ओराङ्गुटान टेडी अझै पनि उसको लागि ठूलो सहारा बनेको छ। ऊ यसलाई जताततै बोकेर हिँड्छ र जब उसलाई डर लाग्छ वा नर्भस फिल गर्छ, ऊ तुरुन्तै आफ्नो टेडी भएको ठाउँमा दौडिएर जान्छ। र अहिले विश्वभर यो भिडियो निकै भाइरल भइरहेको छ। पञ्च